हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै हुनुहुन्छ। आज हामी चाहिँ D2 र D2 कोड भिजाको बारेमा स्पेसली डिस्कस गर्नेवाला छौँ। स्पेसली जुन विद्यार्थीहरूको जिपिए एभरेजमा 3.2 भन्दा कम छन्, त्यो चाहिँ D2 भिजामा एप्लाई डिरेक्टली गर्न मिल्दैन। र त्यो केसमा चाहिँ कोरियन गभर्मेन्टले लास्ट सेमिस्टरबाट लन्च गरेको छ D2 कोड भिजा भन्ने। त्यो D2 कोड भिजा भनेको चाहिँ यहाँको कोरियन युनिभर्सिटी र कोरियाकै इमिग्रेसनले दुवैले मिलेर विद्यार्थीको एकाडेमिक हेरेर चेक गरेर दिने भिजा चाहिँ D2 कोड भिजा हो। यो भिजा चाहिँ स्पेसली मेन सिटी एरियाभन्दा बाहिरका, जस्तै कि सिटीभन्दा अलिक टाढा गाउँतिरहरूको युनिभर्सिटीहरूले स्पेसली विद्यार्थीहरूलाई ल्याउनको लागि दिने भिजा चाहिँ D2 कोड भिजा हो। र D2 र D2 कोड भिजामा जेनरली त्यस्तो साह्रै फरक त हुँदैन, तर युनिभर्सिटीको ऱ्याङ्क अलिक D2मा आउँदा अलिक राम्रो ऱ्याङ्कको युनिभर्सिटीमा आउन सक्छौँ भने D2 कोड भिजामा चाहिँ अलिक एभरेज ऱ्याङ्कको युनिभर्सिटीमा हामी आउन सक्छौँ। र स्पेसली कोरियामा पपुलेसन अब एकदम कम भइरहेको छ नि त, यहाँको ग्रोथ रेट पनि एकदम कम छ, अनि प्राय युनिभर्सिटीहरूमा विद्यार्थीको सङ्ख्या पनि एकदम कम हुँदै गइरहेको छ। त्यसैले यहाँको युनिभर्सिटीहरू प्राय सिटी एरियाभन्दा बाहिरका गाउँहरूतिरको युनिभर्सिटीमा विद्यार्थीहरू नपुगेर बन्द हुने सिचुएसनमा नजाओस् भनेर चाहिँ यहाँको गभर्मेन्ट र युनिभर्सिटिजहरूको बिचमा चाहिँ एउटा एलाइन जस्तै बुझौँ न, त्यो भएर जुन विद्यार्थीहरूको जिपिए एभरेजमा 2.8 भन्दा माथि छन् उनीहरूलाई चाहिँ ल्याएर यहाँको युनिभर्सिटीहरू बन्द हुनबाट बचाउनको लागि, या त भनौँ यहाँको युनिभर्सिटीहरू गाउँमा भएको युनिभर्सिटीहरूलाई अलिक विद्यार्थी पुगोस् भनेर चाहिँ प्रदान गर्ने भिजा चाहिँ D2 कोड भिजा हो। यसको अर्थात् यो होइन कि D2 कोड भिजा भनेको नराम्रो भिजा हो, यो पनि राम्रै हो। पछि गएर ग्रेजुएसन पश्चात पछि मास्टर्समा चाहिँ फेरि हाई ऱ्याङ्किङ युनिभर्सिटीमै D2 भिजाकै मास्टर्स प्लान पनि गर्न सक्छौँ हामी। जस्तै कि D2 3 भिजा भनेको चाहिँ मास्टर्सको लागि हो, D2 2 भिजा भनेको ब्याचलरको लागि हो। जेनरली बुझ्दा चाहिँ D2 र D2 कोड भिजा चाहिँ उस्तै हो, तर ऱ्याङ्किङ कलेज युनिभर्सिटीको ऱ्याङ्किङमा चाहिँ अलिक तलमाथि हुनसक्छ। र विशेष गरी यो कोड भिजाको बारेमा चाहिँ नेपालमा कन्सल्टेन्सीहरूले चाहिँ एउटा छुट्टै माहौल बनाएर राखेको छ कि यो कोड भिजामा चाहिँ युनिभर्सिटीलाई हामीले भिजाको लागि $1000, $1500, $1200 दिनुपर्छ भनेर जुन एउटा स्क्याम जस्तै भनौँ न, स्क्याम चलाएको छ। यो चाहिँ वास्तवमा दिनु पर्दैन, दिन पर्छ अलिअलि $70-80-100 जति, तर त्यो $1000, $1200, $1500 चाहिँ टोटल्ली गलत हो, त्यति चाहिँ दिनु पर्दैन। यो चाहिँ एप्लाई गर्नुभन्दा अगाडि नेपालमा भएको कन्सल्टेन्सीहरू अलिक राम्रो कन्सल्टेन्सीहरूमा गएर बुझ्नु पर्ने चाहिँ देखियो। अब विद्यार्थीहरू आत्तिन्छन् नि त कि मेरो जिपिए 3.2 भन्दा कम छ, 2.8 छ, 2.9 छ, 3 छ, अब एप्लाई गर्न सक्दिनँ। त्यसैलाई एउटा लुपहोल मानेर कन्सल्टेन्सीहरूले मजाले स्क्याम चलाइरहेको छ। $1000 भनेपछि अहिलेको रेट अनुसार 1,50,000 भन्दा माथि। यो चाहिँ टोटल्ली पुरै खाने भनेको कन्सल्टेन्सीले हो। कन्सल्टेन्सीले अर्को कन्सल्टेन्सी चार्ज भनेर छुट्टै लिन्छ, र यो चाहिँ कोड भिजाको चार्जेस भनेर यो पनि छुट्टै लिन्छ। त्यसैले एप्लाई गर्नुभन्दा अगाडि अलिक राम्रो कन्सल्टेन्सीहरूमा बुझ्ने। अब अहिलेको त यो सेप्टेम्बर इन्टेक त भ्याउँदैन, मार्च इन्टेकको विद्यार्थीहरूको लागि अहिलेबाटै अब रिजल्ट आउने टाइम पनि भइसक्यो। अहिलेबाटै आफ्नो रिजल्ट अनुसारले अब रिजल्ट आइसके पश्चात 3.2 यदि जिपिए त्योभन्दा एभव आयो भने सबभन्दा बेस्ट D2 भिजैमा हुन्छ, र यदि 2.8 र 3.2 को बिचमा छ भने चाहिँ D2 कोडको लागि अगाडि बढ्न सक्नुहुन्छ। र अर्को कुरो, D2 भिजा र D2 कोड भिजाको जुन पुरै टोटल चार्जेसहरू हुन्छ नि, नेपालबाट प्रोसेसिङ गराउँदा यहाँसम्म आइपुग्ने, त्यसमा बढीमा बढी 1-1.5 लाख मात्रै तलमाथि हुन्छ, त्योभन्दा बढी चाहिँ हुँदैन। र यो D2 कोड भिजा चाहिँ 100% ग्रान्टेड भिजा नै हो,
किनभने त्यो चाहिँ हाम्रो नेपालमा भएको कोरियन एम्बेसीले नदिएर यहाँ कोरियामै भएको युनिभर्सिटी र कोरियामै भएको इमिग्रेसनले चाहिँ तपाईँको डकुमेन्टहरू हेरेर दिने भिजा हो र जुन चाहिँ 2.8 GPA माथि आएको छ भने चाहिँ 100% भिजा ग्रान्ट हुन्छ नै। सो यो नराम्रो भिजा त होइन, तर यो भिजालाई लिएर जुन एउटा हाइप र एउटा जुन स्क्याम गरिरहेको छ कन्सल्टेन्सीहरूले नेपालमा, त्यो चाहिँ अलिक कन्सल्टेन्सीहरू भिजिट गरेर बुझेर चाहिँ एप्लाई गर्दा राम्रो। अझ पनि यदि केही क्वेरिजहरू छ भने यो कोड भिजाहरूको बारेमा, जस्तै कि D2 भिजा भयो, D2 कोड भिजा भयो, D2 3 भिजा, D2 4 भिजा, यो सब छुट्टै क्याटेगोरीको भिजाहरू हो। D2 4 भिजा भनेको चाहिँ टोटल्ली यो चाहिँ ल्याङ्ग्वेज ट्रेनी भिजा नै हो, यो ल्याङ्ग्वेजै भिजा हो, पछि आएर यहाँ कन्भर्ट गर्नुपर्ने हुन्छ। र अझै क्वेरीहरू छ भने आफैले पनि इन्टरनेट छँदैछ अहिले, इन्टरनेटमा सर्च गर्न सकिन्छ। च्याट जिपिटी सबभन्दा राम्रो अप्सन हो। कुन क्याटेगोरीको भिजा हालिरहेछौँ त्यो टाइप गर्नु बित्तिकै खालि D2 कोड र D2 मात्रै हाल्दा पनि त्यसले पुरै विवरण दिन्छ। सो त्यस्तो आत्तिनु पर्ने छैन। र कोरिया आउन चाहिँ तपाईँको 3 वर्षको ग्यापले कोरिया मजाले आउन सकिन्छ। त्यही भएर फर्स्टै इन्टेकमा म गइहालौँ भनेर पनि आत्तिनु हुँदैन। पहिला राम्रोसँग रिसर्च गरौँ, राम्रोसँग कुन कन्सल्टेन्सीले जेन्युनली कुरो गरिरहेको छ त्यहाँबाट चाहिँ एप्लाई गरेको राम्रो। र कुन युनिभर्सिटीमा हामीले एप्लाई गरिरहेको छौँ त्यसको बारेमा पनि अलिक रिसर्च गर्नु होला। युनिभर्सिटीको र्याङ्क के कस्तो छ सब देखाउँछ। अझ पनि केही डाउटहरू छ भने चाहिँ कमेन्ट गर्नु होला। हस्, थ्याङ्क यू।